राजा ज्ञान छ किन अरू सोच्छ यहाँ होइन 6 महिना सिङ्गापुर बसेपछि यो बुढाको पावर 81 कसरी बढ्यो हो? दालमा कुछ कालाए। राजा ज्ञानेन्द्रले नसकेका होइनन्। तपाईँ अक्षमबाट जनताले नाङ्गे धार पारेर चाहिँ लखेटेका हुन्। तपाईँ आफैले आफैमा हरेस खाएर देश छोड्नु भएको कुरा स्पष्ट छ। तर अहिले तपाईँ कुन पावरमा कुन मुखले चाहिँ फेरि देशमा यसरी गरिदिँदै हुनुहुन्छ त्यो थाहा भएन। राजनीतिको यहाँ जे पनि हुँदो रहेछ, जे पनि हुनसक्छ। हिजो यिनै जनताले चाहिँ रगत मुच्छे हुने गरी कुटेर चाहिँ आन्दोलन गरेका, तर यिनै जनताले अहिले तपाईँलाई स्वागतको लागि विमानस्थलमा भिड लागेका छन् भनेपछि समयलाई पर्खिनु पर्दो रहेछ। हरेक कुरा देखिन पाइँदो रहेछ। जनताहरू यति भेडा भयौँ कि हामी जनता नै वास्तवमा ठिक छैनौँ होइन। नेपाली हो, चान्स पायो भने गर्छ भने जस्तै जता पनि ठिक्क नबनाऊ। जनता देश कता गइरहेको छ, कुन गतिमा छ र के भइरहेको छ भन्ने कुरालाई पनि ख्याल गर्नको लागि हामी सबै जनतालाई अनुरोध गर्दछु। र शेरबहादुर देउवा झन्डै 6 महिनाको सिङ्गापुर बसाएपछि नेपालमा ठुलै शक्ति लिएर चाहिँ आएका छन्। यो विषयमा मलाई थाहा भएन, तर उहाँलाई शक्ति कसले दिएको छ र तपाईँहरूलाई कस्तो लाग्छ? कसरी उहाँमाथि यति ठुलो शक्ति पलायो? उहाँलाई चाहिँ रेड नोटिस जारी गरेर चाहिँ सरकारले पक्राउसम्म गर्ने हल्ला चलाएको थियो एकचोटि। तर अहिले त्यो एकाएक के भइरहेको छ? किन पक्राउ गर्न सकेको छैन होइन? दालमा कुछ कालाए। तपाईँहरूलाई कस्तो लाग्छ? प्रतिक्रिया कमेन्ट गर्नुहोस् र लाइक गरेर फलो गर्न पनि नबिर्सनुहोस्। धन्यवाद।